मलेसियाको बातुकेपको भित्री गुफाबाट गुफामा हामी आज घुम्न आएको थियौँ। धेरै राम्रो ठाउँ रहेछ मलेसियाको बातुकेप। हिन्दू मन्दिर, हिन्दू आस्था रहेको मलेसियाको बातुकेपबाट हाम्रो लक्ष्मण दादा हुनुहुन्छ जनकपुर धामबाट। अनि हाम्रो यहाँ पुर्खाहरू छ, धेरै हाम्रो पुर्खाहरू त्यहाँ बसिरहेको छ। विभिन्न किसिमको चट्टानहरूमा बनेका मन्दिरका संरचनाहरू, धेरै राम्रो राम्रो ठाउँ रहेछ यहाँ। सबैजना भिजिट गर्नु होला मलेसियाको बातुकेप। विभिन्न चट्टानी ढुङ्गाहरूमा परिएको मन्दिर रहेछ। टिका पनि लगाउने हेर आएको छ। भिडियोमा हाम्रो भेनाजु हुनुहुन्छ, दर्शन गरेरै लाइभ भन्दा भने होइन भिडियो यो चाहिन्छ। धेरै भिडियोहरू हाम्रो उहाँ जौबारीको लिम्बहादुर सैजाली मगर हुनुहुन्छ, धेरै राम्रो क्यामेराम्यान हुनुहुन्छ। उहाँको आइडीलाई फलो गरिदिनु होला सबैजनाले। भाइरल मान्छे हो लिम्बहादुर सैजाली होइन, हाम्रो दाङ जौबारीको हुनुहुन्छ उहाँ। पत्र जानुमा यसमा दामी आउँछ। मान्छे त आफै राम्रो मान्छे हो नि तपाईँ यार, होइन? आफैमा तपाईँ जानु त त्यहाँ। ल आइफोनबाट तपाईँले दाइ खिच्नु त, म त भिडियो बनाउने हो। पहाडी चट्टानमा बनिएको एउटा राम्रो हिन्दू मन्दिर मलेसियाको बातुकेपबाट हामी प्रत्यक्ष प्रसारण भन्दा नि भिडियो बनाइरहेको छु। सबैजना भिजिट गरिदिनु होला। नेपालको पशुपतिनाथ मन्दिर जस्तै रहेछ। भगवान श्री महादेव, पार्वती, महादेवको परिवारसँग बसेको हामी पनि भिडियो रहेछ। उहाँ हाम्रो सिराहा जिल्लाको हुनुहुन्छ। उहाँको नाम सञ्जय सिंह। यस्तो बहादुर हो। यहाँ भक्तजनलाई खानेपानीको व्यवस्था पनि रहेछ। चट्टानीहरूसँग जेना बच्चा जन्मे थे ना, देखने का निकला हो पड़े, पैसों पड़े हुआ